चाहिँ म खान्न अब म बाँच्छु भन्ने हुँदा अब रक्सीहरू चाहिँ नखानु भन्छु होइन जति खायो त बोल्नै सक्दिनँ हजुरको बाबाको न्युज पनि सुनेको थिएँ रिसेन्टली उहाँ चाहिँ एडिक्सनले नै बित्नु भएको थियो सो उहाँलाई सम्झेर केही भन्न चाहनुहुन्छ होइन अब के हुँदैन ओके अब रक्सीहरू चाहिँ नखानु भन्छु होइन जति खायो त बोल्नै सक्दिनँ ठिक छ होइन अब कति नखानु भन्यो है अब पिरामिड च्याप पनि त धेरै अब पिरामिड च्यापेको गर्नु थाल्यो अनि नखानु डेली भन्दा कति सम्झाउने है अनि अब लत त हो है लत हो अनि कति नखानु डेली भन्दै सम्झाउँदा पनि खानु हुने कि अब लत लागेको पहिलादेखि नै होइन अनि अब त्यो बिरामीले चाहिँ चाहिँ पेट सुनिँदै होइन म्याक्सिमम् अहिले त्यस्तै हुँदो रहेछ कि अनि कति नखानु भन्दा पनि खानु त अब धेरै गाह्रो भयो नि त अब चाहिँ अनि धेरै गाह्रो भएपछि चाहिँ अनि चाहिँ अब चाहिँ म खान्न भन्ने हुनुभयो नि त होइन अनि अब चाहिँ खानु भन्दाखेरि तर अब ढिलो भइसक्यो नि त है अनि खानु भन्दा अब चाहिँ म खान्न अब म बाँच्छु भन्ने हुँदाखेरि अब भएन त्यस्तो है अब म बाँच्छु म खान्न भन्दाखेरि अब हुँदैन रहेछ त्यस्तो अनि म त के भन्छ रक्सीहरूमा है नखानु म जसले नखानु भन्छु त्यो पनि मान्नुहुन्न अब लत त होला नि होइन अन्त त्यसरी नै अब खस्नु भयो अब पेट कति गाह्रो हुने कि त्यो गाह्रो त आफूले देख्यो नि त है धेरै गाह्रो कि कति गाह्रो भएर खस्नुभयो भने नि त्यो पेट सुन्नेको है सोलो डोलो यत्रो ठुलो न ठुलो के सुन्नेर साह्रो त कति भन्छु त्यही भएर यो रक्सी त नखानु भन्छु म कसैलाई नखानु भन्छु रक्सी त अनि खस्नु पनि भयो अनि त्यसपछि अब पछाडि बुद्धि आएर त होइन हुँदैन बरु अब कि देखेर चेत्छ कि भोगेर चेत्छ भन्छ नि है अब भोगेर भन्दा देखेरै चेतेको राम्रो होला भन्छु है अहिले कति मान्छेहरू हुनुहुन्छ जो एडिक्सनमा पर्नु भएको छ हाम्रो गाउँतिर पनि हुनुहुन्छ है अझै त्यही पनि चेत्नुहुन्न कि है देखेरै चेत्नु भन्नु चाहन्छु म चाहिँ होइन आफूलाई परेर पर्दा साह्रो गाह्रो हुन्छ है अब त्यही भएर नखानु नै भन्न चाहन्छु कि म सबैलाई है खानु ठिकै छ ल खानु है बेलुका लिमिटमा ठिक होइन दबाईको रूपमा खानु भन्छु अब फ्याट्टै त छोड्नु सकिँदैन नि त होइन मैले देखेको छु हाम्रो बेला नखानु